हेलो एभ्रिवान। सो म चाहिँ यता थाइल्यान्डमा छु। एज एन इन्टरनेसनल स्टुडेन्ट चाहिँ पढ्न आएको छु। सो आज चाहिँ म 7-11 गएको थिएँ अनि 7-11 गइसके पछाडि अलिकति इन्ट्रेस्टिङ लाग्यो मलाई चाहिँ, त्यही भएर यो भिडियो बनाउँदैछु। सो 7-11मा जाँदाखेरि चाहिँ मलाई चक्लेट माल्ट ट्राई गर्नु मन लाग्यो अनि मैले यो चक्लेट माल्ट किनेँ होइन। सो यो चक्लेट माल्टको प्राइस चाहिँ 28.25 बाट थियो। युजुअली अब नेपालमा भएको भए त्यसलाई राउन्ड अफ गरिन्थ्यो, तर यहाँनिर चाहिँ के छ भन्दाखेरि 28.25 बाट भइसके पछाडि चाहिँ मैले चाहिँ के एज्युम गरिरहेको थिएँ भन्दाखेरि मैले 100 रुपिस दिएको थिएँ। सो 71 रुपिस चाहिँ रिटर्न आउँछ होला भनेर एज्युम गरिराखेको थिएँ, तर रियालिटीमा चाहिँ यो 70 रुपिस भयो। अनि त्यस पछाडि यो चाहिँ 1 रुपिसको कोइन भयो। अनि त्यसपछि मलाई यो 3टा कोइन दिनुभयो कि। सो यो 3टा कोइन भनेको चाहिँ इच चाहिँ 0.25 बाटको चाहिँ कोइन रहेछ। सो यो मलाई चाहिँ 0.75 बाट चाहिँ मलाई रिटर्न गर्नुभयो। सो हरेक कोइनको चाहिँ यहाँनिर चाहिँ एकदमै हाई भ्यालु छ। सो मलाई यो 0.25 बाटको कोइन चाहिँ इन्ट्रेस्टिङ लाग्यो, त्यही भएर सेयर गर्नको लागि चाहिँ भिडियो बनाएँ। थ्याङ्क यू।